Saturday. हामी आज गार्डन अफ ड्रिम्स एक्सप्लोर गर्न आएका छौँ सो हामीसँग एक्सप्लोर गरौँ लेट्स एक्सप्लोर टुगेदर Okay. Let's go inside. ल अब हामीले चाहिँ यहाँबाट स्टार्ट गऱ्यौँ अनि यहाँ सानो भुल्कु पनि आएको छिन् अनि यहाँ चाहिँ यस्तो राम्रो धारो छ लस पानीपट्टि लग्नु न आमाले हुनुहुन्छ सानो यता हेर यहाँ चाहिँ हाम्रो दाई पनि आइसक्नु भयो रमेश दाई आइसक्नु भयो रेणु भाउजू पनि आइसक्नु भयो यता आमा हुनुहुन्छ ल जाऊँ अब हामी यो चाहिँ टिकटिङ काउन्टर ल कस्तो यति मात्र हो म त फर्स्ट टाइम आएको तपाईँ नि म पनि फर्स्ट टाइम हो दी त्यहाँ हेर्नु त लिङ्गे पिङ रहेछ है दसैँमा खेल्न नपाएको आज खेल्नु बोलाएको छ यहाँ चाहिँ लिङ्गे पिङ पनि रहेछ अनि यसको इन्भाइरोमेन्ट चाहिँ यस्तो हो ओहो कस्तो राम्रो रहेछ यता हेर्नु जान्छ उसलाई त यहीँ रमाइलो लगाएर हेर न स्विमिङ खेल्नु जाने भोलि ठुलो भएपछि स्विमिङ खेल्ने जान्छ अर्को वर्ष चाहिँ स्विमिङ खेल्नु हुन्छ नि मेरो कुकुलो यहीँ शिवलिङ्ग कुकुलो कान्छ कान्छु कमला खाँदै मेरो कुकुलो मजाले हेर्दै बाहिर आउनु भयो भने मेरो कान्छ खुसी हुन्छ त्यहाँ बस्ने रसिका त्यही राख्न दिन्थ्यो रसिका बेबी खोइ यस्तो गर्दै यस्तो गर्दैन कान्छ यस्तो यस्तो कुकुलो बेबी पिङ खेल्ने उ त्यहाँ क्युमा छ मान्छेहरू अनि हाम्रो बेबी र म पिङमा बसेर खेल्ने हात यो कान्छ पो ह्याप्पी भएको त बरु कान्छ तिमी पो ह्याप्पी ह्याप्पी भएको त कुकुलो बेबी ह्याप्पी ह्याप्पी निकाल्नु त नभए होइन के मैले नि त टोपी लगाएको छु त अनि जाडोमा म त लाग्यो हामी नानीको चाहिँ अहिले फोटो खिचेर भयो भने एकछिनमा लुगा फेरिदिनु होला है हेलो देऊ भन कान्छ मोबाइल चाहियो भनेर कान्छ ल ल भन नि त अघि मागेको होइन माग्दैन दिनुहोस् सर दिनुहोस् मोबाइल यस्तो गरेको ठिक छ छोरा उसलाई चाहियो अरे कि मामासँग आउनु मन लाग्यो मामासँग आउने भिडियो गरेछ म त केही नै गरेँ होइन समातेको कसरी समात्न आइपुग्यो हातमा थाहै भएन के
मामा चिन्नी मामा चिनिहाल्छ नि मामा भन दिदी उसलाई त यताउति हेर्दा रमाइलो नाइ लाग्छ पर जाने नाइ नाइ रे नाइ पर जाने कस्तो नाइ पर गान्छ लान्छ आऊ यस्तो के कस्तो जाडो मानेको छोरी है यस्तो यता लाइटमा कस्तो राम्रो देख्दो रहेछ लाइट चाहिँ यहाँ पिङ खेल्नको लागि लाइनमा बस्दै हुनुहुन्छ अब टर्न बाई टर्न हामी पिङ खेल्छौँ माई गड दाइलाई देऊ मोबाइल म यसबाट लिन्छु म राख्छु अहिले भाउजू आउनु यता ऊ पिङमा हाम्रो पालो आयो मैले स्न्याप गरिदिन्छु कस्तो मजा आयो मक्ख बराह Hey. अझ तिमीलाई हेर्दा क्यामेरामा अहिले कहाँ छ ठुलो मान्छे जस्तो तिमी ठुलो मान्छे हो नाइ आऊ माइतीसँग पाला जाने आऊ आऊ रसिका ए याउ 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 वाउ वाउ ला वाउ वाउ बाबा चाहिँ कहाँ हरायो ए भगवान् नाच्दै नाच्दै आयो नि त्यो याउ नि याउ याउ न एकछिनमा त भयो कि कुन कुन आमाले हेर्छ खाएको
पल्टिन्छ त्यहाँ बस्नु नि तपाईँ यता घुम्नु जान्छ घुम्नु आएछ घुम्छ नि घरमा त घुम्छ हिँड्न आउने न हिँड्न आउँदैन अरे बाबाले कहाँ हो बाबु कहाँ छ सान्विका माइज बेबी माइज बच्चाहरू थियो नि त रमाइलो लाग्यो क्या बच्चाहरू सान्विका बेबी ए बाबा चाहिँ लिएर को सँगसँग हेरेको क्या म छु नि को छ भनेर हेर्छु नि नानी त्यहाँ बच्चाहरू खेलेको देख्यो हामी कुकुलो बेबी घुम्नु पुग्यो भित्र हेरौँ कि लाइब्रेरी चल भित्र आऊ हिँड्नु नि गार्डनिङ गरेर छु नि त अहिले है हाम्रो भोक लागेको होला पनि छैन रमाइलो लागिरह हेर्नु त कस्तो राम्रो छ यो बसेर फुर्किनु यो खोइ नाम त थाहा छैन लुगा लाएर के फुलकरी बाँच्न आउँदैन मलाई त के हो यो होइन बाख्रा आउँदैछ ल यता हेर ल वा क्या दामी आछ नि मान्नु नि पर्यो फेरि अनि फेरि मैले सुन्तला आऊ 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 के भने आऊ यसले त्यसलाई उ भन्नु उसलाई त फुल भन्दा नि रसिका रसिका चाहियो कि रसिका दिदी भन्दैन हेलो यो हेर न यहाँ हेलो दिदी भन्ने कान्छ यो हेर न हेलो त्यो हात्ती हेरेर छोरी वा हात्ती भाषामा कतिखेर पुग्ने होला म त जस्तो घुम्टी जस्तो घुम्टी घन्टी फुल घन्टी फुल गएर आएछ रमाइलो भइरहेको छ रमाइलो गार्डन अफ ड्रिम्समा रमाइलो भइरहेको छ पोतार्दै बिचरा
आउनु दिइरहेको त्यो खोजिरहेको खोजिरहेको त्यहाँ रसिकालाई यतिकै छ कि एक्लै छ अरे आमाले हेरिरहेको छ त्यहाँ खोजिरहेको छ त्यसले जुन चाहिँ रुने भने न हातमा अलिक डराएर हुन्छ त्यो अब डरायो कति डरायो त्यो कस्तो हत्याएको छ हतार भइरहेको न्याउरी मुसा हेर्नु नि त न्याउरी मुसा न्याउरी मुसा लहटे उसले लहटे रुखमा कति धेरै चराहरू बेलुका बेलुका भइसक्यो सो अब उनीहरू पनि बास खोज्दै हिँडिरहेको छन् यहाँ होइन कति धेरै उड्दै बस्दै इभिनिङ भ्यू अफ गार्डन अफ ड्रिम्स अहिले अब कति मान्छेहरू फर्किसकेको छ अनि यहाँ हाम्रो रसिक चाहिँ तिमी कहाँ स्काउट गएको कि कता गएको क्याम्पमा गएर उसलाई पनि रड लायो भनेर भर्खर इन्ट्री भएछ उसको चाहिँ अनि हाम्रो यहाँ नानु चाहिँ सुत्यो नुनु गरेर हाम्रो नानु हामी चाहिँ यहाँ बसिरहेका छौँ एकरी हिमालबाट झरे जस्तो देखिरहेको छ गाइजहरू इभिनिङमा चाहिँ रमाइलो लाग्यो बरु आनन्दले यहाँ बसिरहेका छौँ एकदम पिसफुल रमाइलो मेरो नानु यहाँ सुतिरहेको छ अझै अब हामी घर जाने टाइम भइसक्यो अब किनकि अब जाडो पनि हुन थाल्यो नि त हामी चाहिँ यहाँ अहिले गार्डन अफ ड्रिम्स घुमेर आइसकेका छौँ सो चिसो भएको कारणले गर्दाखेरि भाउजूले यहाँ थुक्पा बनाउँदै हुनुहुन्छ स्पेसल थुक्पा हाम्रो यहाँ थुक्पा चाहिँ रेडी हुँदैछ यतिकोसम्म भइसकेको छ हेर्नुहोस् यहाँ कस्तो राम्रो देखेको छ हेर्दै खाउँ लागिसक्यो हाम्रो थुक्पा यहाँ रेडी भइसक्यो अब रेडी टु इट हो होइन शान्ति यता हेर म चाहिँ
यहाँ के भन्छ अरे उस के भन्छ अरे टिकटक के भन्छ अरे के भन्छ अरे अनि यत्रो प्रोसेस गरेर टिकटक हालेको चाहिँ नगर्ने नि फाइनली थुक्पा इज हियर अनि हामी यहाँ खाँदैछौँ त्यही राख त्यस्तै मिठो मामु ए। मामु आजको दिन सर्ट एन्ड स्विट मेमोरिज होइन हामीले एकछिन भए पनि एकछिन त नभनौँ 3-4 घन्टा चाहिँ टाइम स्पेन्ड गऱ्यौँ हामी सबैजना सो एकदमै रमाइलो भयो स्याटरडे सो थ्याङ्क यू सो मच स्पेसली फर भाउजू फर दिस के भन्छ एकदमै मिठो मिठो थुक्पाको लागि तातो तातो थ्याङ्क यू भने थ्याङ्क यू भने थ्याङ्क यू सो मच भाउजू ल बाई 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 होला